हेलो साथीहरू, गुड इभिनिङ छ तपाईँहरू सबैजनालाई। सुभाष तामाङ पेजमा फेरि पनि तपाईँहरू सबैजनालाई स्वागत छ। अनि म चाहिँ आएको छु आज फाइनली हाम्रो पास्टर बाबुको घरमा चिसो पानी। अनि आएको कारण चाहिँ के हो भनेदेखिको चाहिँ म तपाईँहरूलाई भन्नेछु। के हो भनेदेखिको सेकुवा खान लागि आएको छु। पक सेकुवा सुँगुरको। अनि पास्टर बाबुले पकाउनुहुन्छ, म खानेछु यो हातले मजाले पोलेर। अनि म यहाँ खोज्दैछु सेकुवा पोल्ने चाहिँ मेसिन कहाँ राख्नु भएको छ है। निकै वर्ष भयो हामीले सेकुवा नखाएको। अनि आज चाहिँ सेकुवा खाने प्लान एकदम सक्सेसफुल भएको छ। अनि यहाँनिर चाहिँ कहाँ छ भनेदेखिको चाहिँ सेकुवाको यस्तो छ। यहाँनिर अहिले यहाँ मुनिपट्टि ग्राउन्ड फ्लोरमा हाम्रो पास्टर बाबुको अलिकति कम्प्लिट भएको छैन, यहाँनिर कम्प्लिट गर्नु हुँदैछ। अनि यहाँ चाहिँ तपाईँले देख्नु हुँदैछ कुखुराको खोर, हेर्नुहोस् यस्तो छ। यो चाहिँ बनाउनु भएको हाम्रो भाइहरू प्रशान्त भाइले मिलेर, प्रशान्त भाइ, इस्माइल अनि एरिक सबैजना भाइहरूले बनाउनु भएको। यो हेर्नुहोस् उहाँको ह्यान्डमेड, उहाँहरूको कला देख्न सक्नुहुन्छ है। यस्तो छ हाम्रो सबैजना यति साह्रो कलाले भरिएको केटाहरू छ, तपाईँले देख्न सक्नुहुन्छ। यहाँनिर उहाँले बनाउनु भएको हेर्नुहोस् अर्ग्यानिक चारो कुखुराको हो। यस्तो छ यहाँ खतरा छ बनाइ चाहिँ केटाहरूको। यस्तो हो खास तरिका चाहिँ बनाउनु पर्ने। यहाँ हेर्नुहोस् स्यालले पनि नखाने हो, कुनै पनि उयो पनि नलाग्ने, के भन्छ नि त्यहाँ मलसाप्रा त्यो पनि नलाग्ने। यस्तो छ हेर्नुहोस्, देख्न सक्नुहुन्छ यहाँनिर। अनि यहाँनिर चाहिँ के ओछ्याएको छ हेर्नुहोस् है। यहाँनिर ओछ्याएको छ खासमा चाहिँ यहाँ भुस हुनुपर्ने, तर यहाँनिर चाहिँ भुसको जग्गामा चाहिँ कुखुराको अन्डाको खोस्टा यस्तो छ। चारोहरू अहिलेसम्म छ यहाँनिर, तर कुखुरा चाहिँ छैन अहिले। यहाँनिर हाम्रो पास्टर बाउले कुखुरा राख्नु भएको छैन अहिले, उहाँ बिजी हुनुहुन्छ त्यसले सेवाकाईले गर्दाखेरि। अनि अलिक यहाँनिर स्याहार गर्ने मान्छे नभएको कारणले गर्दाखेरि। अन्त म चाहिँ खोज्दैछु अहिले तपाईँलाई, अलिकति म यताउता भएँ, खोज्दैछु म यहाँनिर कुखुरा पोल्ने, के भन्छ त्यसलाई, ए यहाँ रहेछ, यहाँनिर लुकिरहेको रहेछ, यहाँनिर रहेछ। यस्तो हो यहाँनिर यो खास चिज चाहिँ यहाँनिर छ। कुहिएको छैन रहेछ हौ, दामी रहेछ अहिले पनि। यो चाहिँ पहिला यो घर बनाउँदै गर्दाखेरि पास्टर बाउले यो बनाउनु भएको मिस्त्री लगाएर। हेर्नुहोस् खास सेकुवा चाहिँ यो पोल्ने चाहिँ यो हो। राम्रो रहेछ त, अन्त कुहिएको छैन रहेछ यो। पास्टर बाउले कुहियो होला भन्नुहुँदै थियो, तर कुहिएको छैन रहेछ। पानीले भिजेको छैन नि त यो, कि साथीहरू पानीले भिजेको भए चाहिँ कुहिन्थ्यो हो। यहाँ किनभने यहाँ सेपमै छ, त्यसले गर्दा कुहिएको छैन। लाइहरू यहाँनिर यस्तो छ यहाँको। आज गुड फ्राइडेमा सेकुवा खाइन्छ मजाले। म यो तपाईँलाई बाहिरको देखाउँछु के छ कस्तो छ है। यहाँ हेर्नुहोस् यहाँनिर यस्तो छ। यहाँ बाहिर यहाँ पर घर बनाउँदैछ हो। अनि यहाँ अम्लिसो गाडी, यहाँ दुईवटा ट्याङ्की पानी फुल, नो टेन्सन। यहाँनिर टेन्सन छैन, पानीको दुःख छैन, एकदम प्रशस्त पानी छ यहाँ। यस्तो छ। उतापट्टि चाहिँ हाम्रो पास्टर बाउकै घर हो त्यो चाहिँ। अनि उहाँ पास्टर बाउ बस्नुहुन्छ।
चर्च पनि छ है माथिल्लोपट्टि। अनि त्यो केराको रुखहरू हेर्नुहोस्, तपाईँलाई देखाउँछु अलिक जुम गरेर। केराको रुखहरू अर्ग्यानिक खेती यस्तो छ। यहाँ पारी रेख्दा गरेको चाहिँ बैगुने पिप्पले रोतक हो। त्यहाँ माथि डाँडा चाहिँ मङ्गलबारे यहाँ चरा हेर्नुहोस्, यस्तो दामी दामी चरा छ हेर्नुहोस्। हो चरा यहाँ चाहिँ यस्तो देख्नु पाउँछ। बस्तीमा बसेपछि चाहिँ यस्तो देख्नु पाउँछ। यस्तो चाहिँ अब भनेपछि मैले पाइहालेँ चिज हो। तपाईँहरू कसलाई यो बाइकको बुलेट बाइकको विल चाहिन्छ यो मसँग सम्पर्क गर्न सक्नुहुन्छ। अनि म तपाईँलाई दिनेछु चाहिनेलाई। नयाँ छ ब्रान्ड इम्पास्टर बाउले बुलेटमा चाहिँ उयो हाल्नु भएको, एलोवेल हाल्नु भएको छ। अनि यो चाहिँ नयाँ छ, दामी खतरा छ। अचाना यहाँ छ, यो पुरानो अचाना, यो एकदम पुरानो। यो ठोकटाक गरेको नि सायद हामीले नै होला, केटाहरूले नै हो। यो ठोकटाक गरेर चाहिँ जुगाडी गरेर चाहिँ अग्लो बनाएर दामी बनाएको छ साथीहरू। अब तपाईँहरूलाई यहाँको दृश्य मैले देखाइहालेको छु के कस्तो छ हेर्नुहोस्। यहाँनिर रुम बनायो भनेदेखिको एउटा दुईवटा तिनवटा चारवटा रुम यहाँ पिजीको लागि पनि भइहाल्छ। यहाँ माथिपट्टि सिसिटी छ कलेज है।